स्वागत छ। आज हामीसँग एउटा सानो तर अलि घोत्लिने बाध्य पार्ने खालको स्रोत छ। हो, कस्तो स्रोत? यो पोखराको फेवाताल सम्बन्धी एउटा सानो टिप्पणी जस्तो छ है। फेवाताल संवाद भनेर। ए, फेवाताल संवाद, चाखलाग्दो नाम रहेछ। हो, तर स्रोत आफैमा तालको बारेमा मतलब विवरण दिने खालको चाहिँ होइन, बरु एउटा एकदमै साधारण सन्देश छ। पोखराको फेवातालको बारेमा राम्रो कुराकानी गर्नु। राम्रो कुराकानी गर्नु, यति मात्र? यति नै। ल, यसलाई अलिक गहिरेर हेरौँ है त। स्रोत सानो छ, तालको बारेमा खासै तथ्य या जानकारी छैन। हाम्रो काम चाहिँ यो आग्रहको मतलब के हो, यसले के कुरामा जोड दिन खोजेको छ त्यो केलाउने हो। राम्रो कुराकानी हुनुपर्छ भनिएको छ नि। हो, तर फेवाताल जस्तो यति परिचित विषयमा यस्तो आग्रह किन आयो होला? केही सामान्य कुराकानी पर्याप्त छैन र? यहाँ चाखलाग्दो कुरा नै यही हो जस्तो लाग्छ मलाई। स्रोतले फेवातालको सुन्दरता वा समस्याबारे बताउनुको सट्टा होइन कि यसबारे गरिने कुराकानीको गुणस्तरमा ध्यान केन्द्रित गरेको छ। यो राम्रो कुराकानी भन्ने शब्दले नै के संकेत गर्छ भने सामान्य सतही भलाकुसरी भन्दा माथि उठ्नु पर्यो। अलि गहिरो, अलि अर्थपूर्ण विमर्शको अपेक्षा गरेको जस्तो देखिन्छ। सायद फेवाताललाई लिएर हुने गरेका कुराकानीहरू पर्याप्त गहिराइमा पुग्न सकेनन् कि भन्ने महसुस गरिएको होला। हो, त्यो हुन सक्छ है। तर फेरि राम्रो भन्नाले के त? कस्तो कुराकानीलाई राम्रो भन्ने? सबै दृष्टिकोण समेटिएको हुनु पर्यो कि समाधानमुखी हुनु पर्यो कि केवल सकारात्मक कुरा मात्र गर्ने? यो राम्रो कुराकानीको आग्रह अलि बढी के भन्छन् आदर्शवादी जस्तो भएन र? होइन, तपाईको प्रश्न एकदम जायज छ। राम्रो शब्द आफैमा अलि अस्पष्ट छ हैन? बहुरूपी छ। हो नि, तर यो स्रोतको सन्दर्भमा हेर्दा नि यसले सतहीपनबाट माथि उठ्ने कुरामा जोड दिएको प्रष्ट देखिन्छ। जस्तो कल्पना गरौँ न, कसैले फेवाताल देखेर आहा कति सुन्दर मात्र भन्यो भने त्यो त एउटा प्रतिक्रिया भयो, सामान्य प्रतिक्रिया हो। तर सायद यो स्रोतले खोजेको राम्रो कुराकानी त्यो मात्रै होइन। राम्रोले यहाँ सम्भवतः विषयको बहुआयामिक पक्षलाई छोएको हुनुपर्छ भन्ने संकेत गर्छ जस्तो लाग्छ। बहुआयामिक पक्षहरू जस्तै के हुन सक्छन् त? जस्तै हेर्नुहोस् न, फेवाताल केवल एक सुन्दर दृश्य मात्रै त होइन नि। होइन, यसका वातावरणीय पक्ष होलान्, जस्तै पानीको गुणस्तर कस्तो छ, वरिपरिको सीमसार क्षेत्रको अवस्था, अतिक्रमणका सवालहरू, यी सब छन्। हो, त्यो त छँदैछ। त्यस्तै यसको सामाजिक आर्थिक पक्ष पनि छ। पर्यटनमा कतिको निर्भर छ, स्थानीय समुदायको जीविका कसरी चलेको छ, विकासका गतिविधिले के असर पारेको छ। अनि सांस्कृतिक र ऐतिहासिक महत्त्व पनि त होला नि। बिल्कुल, त्यो पनि छँदैछ। राम्रो कुराकानीले सायद यस्तै विभिन्न तर अन्तर सम्बन्धित पाटाहरूलाई सतही रूपमा मात्र नभई अलि गहिराइमा गएर केलाउनु पर्छ भन्न खोजेको हुन सक्छ। बुझियो। त्यसो भए यो सानो स्रोतले हामीलाई के भनिरहेको छ भने फेवाताल जस्तो महत्त्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदा बारे गरिने कुराकानी केवल सुन्दरताको बयानमा मात्र सीमित हुनु भएन, हो, वा सामान्य जानकारी आदान प्रदानमा मात्र सीमित हुनु हुँदैन, बरु यो अझ गम्भीर, अझ विचारशील र विभिन्न आयामहरूलाई समेट्ने खालको हुनुपर्छ। ठीक हो। मुख्य जोड नै यही गहिरो र राम्रो संवादको आवश्यकतामा देखियो, होइन त? बिल्कुल। र यो केवल फेवातालको लागि मात्र होइन कि जस्तो पनि लाग्छ मलाई। सायद यस्तै अरू महत्त्वपूर्ण सार्वजनिक सरोकारका विषयहरूमा पनि यो कुरा लागू हुन्छ होला। हुने। यो स्रोतले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। कुनै पनि स्थान वा विषय जस्तै फेवाताल बारेको कुराकानीलाई वास्तवमै राम्रो के कुराले मनाउँछ त? हो, त्यो त साँच्चै सोच्नुपर्ने कुरा भयो। कस्ता कस्ता दृष्टिकोणहरू जस्तो वातावरणीय, सांस्कृतिक, आर्थिक, सामाजिक, ऐतिहासिक वा मानसिकका आफ्नै व्यक्तिगत अनुभवहरू, यी सबै समेटिएपछि मात्र त्यो छलफल पूर्ण र अर्थपूर्ण मानिन्छ कि? र अझ महत्त्वपूर्ण कुरा, त्यस्तो राम्रो कुराकानीले अन्ततः के हासिल गर्नुपर्छ त? खाली जानकारी बढाउने मात्र हो कि? के अरू के?
हो कि साझा समझदारी निर्माण गर्ने वा समस्या समाधानतर्फ उन्मुख गराउने? यो आफैमा एउटा खै गहिरो विमर्शको विषय हो नि। हो, यो आफैमा एउटा छुट्टै छलफलको विषय बन्न सक्छ।